एएफसी एसियन कप क्वालिफायरमा हिजोको गेम एकदमै राम्रो थियो। नेपाल भर्सेस मलेसियाको एकदमै राम्रो गेम हुँदाहुँदै पनि नेपालले हारेको थियो र यो फुल हाइलाइट हेर्न सक्नुहुन्छ तपाईँहरू। गेमको क्लिप कस्तो थियो, कस्तो कस्तो गोल भयो। हाम्रो नेपाली प्लेयरहरूले एकदमै राम्रो खेल्नुभएको थियो र किरण च्याम्जुङको त कुरै नगरौँ साथीहरू। उहाँले एकदमै आफ्नो ज्यानलाई धरा पारी पारी खेल्नुभएको थियो, तर पनि हार बिहार्न पुगेको छ नेपाल। हेर्नुहोस्, मलेसियाले एकदमै डोमिनेटिङ गेम खेलेको थियो गाइज, हेर्न सक्नुहुन्छ। यति धेरै सटहरू हानेको थियो तर धेरै बचाउ गरेको थियो, तर गोल पनि खान पुगेको छ। हाम्रो नेपालले एकदमै राम्रो खेलेको थियो गाइज। तपाईँहरूले कसलाई सपोर्ट गर्नुभएको थियो र नेपाली फुटबलहरूको बारेमा यस्तै यस्तै अपडेटहरू चाहिएको छ भने यो च्यानललाई पनि सब्सक्राइब गर्न सक्नुहुन्छ तपाईँहरू। र हेर्नुहोस् यो गेमको क्लिप, उहाँले गर्नुभएको किरण च्याम्जुङले चाहिँ हिजो एकदमै राम्रो राम्रो बचाउ गर्नुभएको थियो, हेर्न सक्नुहुन्छ। हाम्रो टिम नेपाल त एकचोटि हारिसकेको छ र केही छैन, अर्को पनि म्याच छ गाइज। होप अर्को गेम चाहिँ जित्छ भन्ने होप गर्नुपर्छ, होइन त गाइज। सबैले हेर्न सक्नुहुन्छ यो गेमको हाइलाइटहरू हेर्नुहोस्। धेरै चान्स त पाएको थियो मलेसियाले, तर त्यसलाई सदुपयोग गर्न सकेन। तर हाम्रो नेपालले त गोल पोस्टसम्म त धेरै पनि बल पुगाएन। हेर्नुहोस् मलेसियाको पासहरू हेर्नुहोस् त, सब एकदमै पर्फेक्ट छ, एकदमै खतरा छ। झन्न यतिसम्म चाहिँ रोकेको थियो नेपालले, हेर्न सक्नुहुन्छ। कस्तो कस्तो बलहरू कति हानिरहेको छ। नेपालको खुट्टामा बलै देखिँदैन प्रायः जस्तो। हेर्नुहोस् त, यति गरेर राखेको थियो हाम्रो नेपाली टिमलाई। राम्रो खेलेको थियो तर नेपालले पनि, हेर्न सक्नुहुन्छ। यो टाइममा गोल एकदमै हेर्नुहोस् त, एकदमै फिनिसिङको साथ गोल हानेको थियो। हेर्नुहोस्, यो गोलले गरेर मलेसियाले गेम जितेको थियो गाइज। हाम्रो नेपाली टिमलाई 1-0ले हरायो हिजोको गेममा। नेपाली फ्यानहरू त पक्कै पनि दुखी नै हुनुहुन्छ होला, हेर्नुहोस्। तर यो रेड कार्ड मुभमेन्ट पनि हेर्न सक्नुहुन्छ तपाईँहरू। लेकिन लिम्बूले पाएको यो रेड कार्ड मुभमेन्ट र पेनाल्टी, यो पेनाल्टी मिस गरेको थियो मलेसियाले। गोललाई दब्बर बनाउने चान्स थियो तर उहाँ मिस गरेको थियो त्यो पेनाल्टी। तर पनि जित मलेसियाको नै भयो गाइज।